हेलो सम्पूर्ण मेरो किसान साथीहरुलाई है एकदमै सुजन गिरी ब्लग्समा वाम वेलकम। यो झन् यो गर्मीमा चाहिँ है एकदम गर्मी हुने टाइपको चाहिँ म भिडियो आज बनाउँदै छु। पक्कै पनि अन्तिम समय हेरेर चाहिँ साथ दिनु होला है। आज चाहिँ म विशेष के टपिक्समा चाहिँ भन्दै छु भने सम्पूर्ण मेरो दौतरी साथीहरु है देखि लिएर सम्पूर्ण मेरो यो जुन एजको साथीहरु हुनुहुन्छ सब साथीहरु के मोटामोटी भनौं न अहिले 100 मा 100 साथीहरु चाहिँ विदेशको यात्रामा चाहिँ सम्पूर्ण साथीहरु चाहिँ हुनुहुन्छ है। म चाहिँ के भन्छु भने नि विदेश गयो भने त अब त त्यसै पनि भनौं न अब त गाउँमा इनकेस एउटा केही फंक्सन भयो भने अथवा एउटा बिहे पार्टी केही भयो भने साथीभाइहरुको जमघट हुने अथवा भनौं न यङ केटाहरु अथवा यङ गर्ल्सहरु कोही पनि नभएको चाहिँ अवस्था अहिले आइसकेको छ र हामी जस्तो यो केटाहरु चाहिँ अहिले म्याक्सिमम विदेश जानेछ र फेरि नेक्स्ट जेनेरेसन हुन्छ नि जुन अहिलेको यङ बच्चाहरु अथवा भनौं अहिले जुन कलेज पढ्दै गरेको उनीहरुको पनि प्लानिङ चाहिँ के छ भन्दाखेरि आफ्टर +2 चाहिँ कुन देश जाने क्या क्यानाडा जाने कि अस्ट्रेलिया जाने कि अमेरिका जाने कि पढाइको लागि यो मात्रै दिमागमा छ। लगभग अहिले जब तपाई जति पनि साथीहरु हुनुहुन्छ तपाईको घर वरपल्लो घरको बच्चाहरु जो +2 पढ्दैछ उनीहरुले अलरेडी त्यो फाइनल एक्जाम नदिकिन नि उनीहरुले टार्गेट गरिसकेको हुन्छ के म यो देशमा जान्छु यो भनौं न कोही क्यानाडा कोही अस्ट्रेलियाको लागि चाहिँ अलरेडी प्लानिङ गरिसकेको हुन्छ। तर म चाहिँ सबै साथीहरुलाई पनि के भन्न चाहन्छु भन्देखि साथीहरु सबै हामी कसले मलाई यो भिडियो हेर्नुहुँदैछ अनि पक्कै पनि हेर्नु भएको छ भने थ्यांक यू सो मच है। अनि तपाईलाई कस्तो लाग्यो यो चाहिँ मैले एकदमै आज एउटा भिडियो देखेँ हैन एउटा मैले युट्युबमा हेर्दा एउटा भिडियो देखेको थिएँ कि त्यो भिडियोमा चाहिँ एकदमै मलाई कस्तो खालको फिल आयो है। विदेशमा जान आँटेको तर आफन्तहरु छोड्नलाई एयरपोर्ट जाँदाखेरि रुवाबासी भएको हैन अनि भनौं न एउटा खद्दा लगाइदिराखेको तर आँखाभरि आँसु त्यो टाइपले चाहिँ मेरो एकदमै मन छोएर मैले आज चाहिँ यो ब्लगमा पनि विशेष सधैँ चाहिँ म बंगुरको केही न केही लिएर आउँथे तर आज चाहिँ म त्यो टपिक्समा चाहिँ अलिकति बेग्लै खालको चाहिँ म भनौं न भिडियो बनाउँदै छु साथीहरु। किनभने नेपालमै पनि गर्न सके अथवा टाइम दिन सके र राम्ररी गर्छु भन्दाखेरि चाहिँ जे पनि जुन एउटै पेशा गर्नुपर्छ अथवा बंगुरै पाल्नुपर्छ भन्ने चाहिँ छैन हैन। जुनै पेशा तपाईलाई सुइटेबल हुने पेशालाई चाहिँ जुन कम्फर्टेबल लाग्छ अथवा कुन तपाईलाई सहज हुन्छ त्यो तरिकाको पेशा चाहिँ अपनाउनु भयो भने मलाई पक्कै पनि लाग्छ नेपालमा पनि सम्भावना नभएको देश चाहिँ होइन। तर हामीले चाहिँ अहिले हाम्रो कर्मभूमि नि विदेश बनाएको कारणले गर्दाखेरि चाहिँ जुन अहिले यो एक प्रकारको माहौल सायद त्यही भएर पनि आएको होला। सायद जो कोही पनि विदेशै मात्रै जाने एउटा मेन उद्देश्य नि विदेश जाने टार्गेटै +2 सकेपछि अथवा कोही त एसएलसी भनौं न एसई दिइसकेपछि सबैको प्लानै त्यही हुन्छ है। तर मैले चाहिँ साथीहरु मेरो क्यानाडाको भिएफएक्स सकिसक्दा पनि मैले चाहिँ लास्टमा गएर हैन ओहो पछि आएर यही नै केही गर्नुपर्छ भनेर चाहिँ मैले क्यानाडाको भनौं न भिसा पनि भिएफएक्स सकिसकेपछि पनि मैले क्यान्सल गर्दिएको है। मैले पनि मेरो जुन वर्किङ भिसा लागिरहेको थियो मैले आज चाहिँ त्यो जोड्न चाहे के कति साथीहरुले हेर्नुहुँदैछ पक्कै पनि मलाई हेरिराख्नु भएको छ भने तपाईहरु पनि यो नेपालमै केही गरौँ भन्ने सोचको साथ तपाईहरु पनि पक्कै चाहिँ भनौं न एउटा केही पेशा अपनाउनु पर्छ पक्कै पनि सकिन्छ। ठुलै लगानीमा छैन भने सानै लगानीबाट पनि जुनसुकै व्यवसाय पनि गर्न सकिन्छ। त्यसले गर्दाखेरि चाहिँ साथीहरु तपाईहरु वैदेशिक भन्दा पनि आफ्नो साथीभाइ आफ्नो घर परिवारसँग बसेर चाहिँ कुनै न कुनै पेशा अँगाल्नु भयो भने बेस्ट हुन्छ जस्तो लागेर मैले आज यो भिडियो चाहिँ एकदमै मलाई आज एउटा सायद टिकटकमा हो या फेसबुकमा हो मैले एउटा भिडियो देखेर बहुतै मलाई नरमाइलो लागेर चाहिँ आज मैले तपाईहरुलाई यो मेरो फर्ममा आएर चाहिँ म साथीहरु मैले पनि क्यानाडाको भिसा समेत क्यान्सल गरेर चाहिँ आएको छु हैन। विदेशमा पनि त्यति सजिलो त पैसा कहाँ नै कमिन्छ र हैन त्यहाँ पनि 12 घण्टा 18 घण्टा काम गर्नुपर्छ। त्यो समय चाहिँ तपाईले आफ्नो देशमा अथवा आफ्नो यसमा तपाईलाई मन परेको पेशा लाइनमा दिनुभयो भने पक्कै पनि परिवारसँग बसेर चाहिँ अलिकति भनौं न थोरै धेरै जे होला तर आफ्नो ठाउँमा आफ्नो परिवारसँग बसेर बिहान बेलुका सँगै परिवारसँग बसेर खाएर खाना खाएर एक प्रकारको रमाइलो दुःख सुखमा साथ दिँदाखेरि चाहिँ मलाई जहाँसम्म लाग्छ त्यो नै चाहिँ बेस्ट हुन आउँछ जस्तो लाग्छ। साथीहरु पक्कै पनि कुन
के कति साथीहरू चाहिँ मलाई हेरिराख्नु भएको छ है, तपाईँलाई के कस्तो लाग्यो, किनभने आज एकदमै सेन्टिमेन्टल टाइपको मैले भिडियो देखेर मैले त्यो बनाएको छु। आज चाहिँ मैले पनि क्यानाडाको भिसा छोडेर क्यान्सल गरेरै यो बङ्गुर पेसा थालेको हो। सायद म पनि आज क्यानाडा गएको भए यो पेसामा पनि हुँदिन थियो होला, यो पेसा पनि सायद म अपनाउने थिइनँ होला अथवा गर्ने थिइनँ होला, र म चाहिँ घर परिवारसँग नि टाढा भएर चाहिँ म एक्लो जीवन सायद पैसा हुन्थ्यो होला मसँग, तर एक्लोपनको महसुस चाहिँ पक्कै पनि हुन्थ्यो मलाई, जति नै जति पैसा भए तापनि है। तर साथीहरू अमेरिका, अस्ट्रेलिया, क्यानाडा, जापान, अस्ट्रेलिया जहाँसुकै गए पनि साथीहरू काम नै हो होइन। त्यहाँ पनि जिरो लेभलबाट स्टार्टै गर्नुपर्ने हो। तर के छ त भन्दा यहाँ आफ्नै देशमा आफ्नै भनौँ न घर परिवारसँग बसेर सानै जब गर्दा पनि अथवा सानै पेसा गर्दा पनि नहुने भन्ने चाहिँ छैन है। आज मलाई एकदमै स्याड फिल भएको कारणले, किनभने एयरपोर्टमा जाँदाखेरि भनौँ अथवा बिदाईको क्षणमा साथीहरूको घर परिवारको त्यो एक प्रकारको आँसु नथामिएको देख्दाखेरि चाहिँ एकदमै भक्का नै फुटेर आउने टाइपको चाहिँ मैले देखेको छु, र त्यो खालकोले चाहिँ मेरो मन एकदमै छोएर साथीहरू देशमा पनि अथवा आफ्नै देशमा पनि बसेर चाहिँ केही गर्न सकिन्छ। जस्तो कि तपाईँलाई बङ्गुर पालन एकदमै सजिलो पेसा हो, सरल तरिकाले तपाईँले थोरै लगानीबाट पनि स्टार्ट गर्नुहुन्छ। म तपाईँलाई यदि तपाईँ मेरो फलोवर्स यो च्यानल पहिलोचोटि हेर्नुहुँदैन पक्कै पनि फलो गर्नुहोला। म नेक्स्ट भिडियो थोरै लगानीबाट कसरी बङ्गुर पालन चाहिँ स्टार्ट गर्ने भन्ने चाहिँ लिएर आउनेछु है त साथीहरू।